जोजलपा नमस्ते। आज पनि हामी उपस्थित भइसकेका छौँ युनिक साक्य र म शङ्कर थापा समय सन्दर्भ लिएर। अब आज कार्यक्रममा हामी एक जनप्रतिनिधिलाई जोड्दैछौँ। उहाँ हुनुहुन्छ अमृका बलामी, दक्षिणकाली नगरपालिकाका प्रवक्ता पनि हुनुहुन्छ। आज हामी उहाँसँग अहिलेको समसामयिक विषय भनौँ कोरोनाको बारेमा कुराकानी गर्दैछौँ। त्यसपछि अन्य विविध कुराहरू पनि उहाँसँग हुनेछ। समय सन्दर्भ, समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य, शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। सबभन्दा पहिला म अमृका बलामीज्यूलाई स्वागत गर्छु। हेलो हजुर, नमस्ते। नमस्कार हजुर, कार्यक्रममा स्वागत छ यहाँलाई। धन्यवाद। कस्तो हुनुहुन्छ? म अहिले दक्षिणकाली नगरपालिका वडा नम्बर 9 मै छु। अनि स्वस्थ हुनुहुन्छ नि? जनप्रतिनिधिहरूलाई अलिकति सङ्क्रमण बढेको अवस्था स्थिति छ अहिले, कस्तो स्वस्थ हुनुहुन्छ? अहिलेसम्मलाई राम्रै छ। हजुर, जनप्रतिनिधिहरू अगाडिको फ्रन्टलाइनमा हुने हुँदा अलिकति सङ्क्रमणको सङ्ख्या पनि बढेको देखिन्छ। हुन त सबैलाई भगवानको कृपाले राम्रो भएको हामीले पढ्न पाइरहेका छौँ। अहिलेको स्थितिमा भन्न पर्दाखेरि दक्षिणकाली नगरपालिकामा कोरोनाको महामारी कस्तो छ हजुर अहिले? अब हाम्रो नेपालमा र चाहिँ जति चाहिँ यसको फैलिँदो र चाहिँ विविधर छ, त्यसमा उपत्यकाको झन्डै आधाको हाराहारीमा छ। हजुर, आदिको हाराहारीमा पनि दक्षिणकाली नगरपालिकामा त्यो अवस्था त छैन। हजुर हजुर, तरै पनि सङ्क्रमणको सङ्ख्या अलि बढ्दो छ। हजुर, अनि त्यसको लागि अब भनौँ न, अब यो रोकथामको विधि भनौँ, अब भौतिक दूरी कायम गर्ने, सेनिटाइजरहरू प्रयोग गर्ने, मास्क प्रयोग गर्ने जस्ता कुराहरू त हाम्रा श्रोताहरूलाई, नगरवासीहरूलाई थाहा छ। तर त्यसमा पनि प्रयोग नगर्ने, अलिकति हेलचेक्राइ गर्ने बानी बसिसकेका छ नगरवासीहरूमा। यस विषयमा कुनै किसिमको यसो यहाँहरूले कुनै कदमहरू चाल्नु भएको छ? अब यसमा कस्तो छ भने पहिला त अलिकति यो चाहिँ चेकजाँच गर्दाखेरि पहिला चाहिँ अलिकति 1-2 जना आउँदा नै हस्किने अवस्था थियो। अहिले यो महामारीको रूपमा फैलिँदै जाँदाखेरि कोरोना भनेको चिज अब लागे पनि निको हुने रहेछ। सधैँ चाहिँ घरमा बसेर सधैँ चाहिँ यो आफ्नो व्यवसाय बन्द गरेर यो सम्भावना छैन। तर आफू जोगिएर सुरक्षित भएर नयाँ ठाउँमा जाँदा, नयाँ मान्छे आउँदा चाहिँ अलि संयम भएर हिँड्नुपर्छ भन्ने चेतना चाहिँ हामी नगरपालिकाले, वडाले, स्वास्थ्य शाखाले दिँदै आएका छौँ। तर तैपनि आम मानिसहरूमा, आम चाहिँ नगरवासीहरूमा यो जति बिक्री भए तापनि अलिकति जनचेतनाको कमीले हो कि हामीले उहाँहरूलाई चाहिँ यसलाई जनचेतना दिन नसकेको हो कि अलिकति भिडभाड गर्ने कुरामा हामीले चाहिँ कन्ट्रोल गर्न सकेको अवस्था चाहिँ छैन। तर तैपनि नगरपालिकाले आफ्नो क्षेत्रमा जहाँ सङ्क्रमितको सङ्ख्याहरू बढी देखिएको छ, जुन ठाउँमा चाहिँ अलिक पब्लिक टचहरू भएको छ, त्यो ठाउँहरूमा चाहिँ चेक जाँच गराउने कार्यक्रमहरू गरिरहेका छन्। चेक जाँच गरिसकेपछि चेक जाँच गर्ने, स्वाब सङ्कलन गर्ने व्यक्तिहरूले आफ्नो रिपोर्ट नआउन्जेलसम्म 3 दिन आफ्नै घरमा बस्नु भएको छ। रिपोर्ट अब देखिएको, अब नेगेटिभ आएको व्यक्तिहरूले 14 दिनको लागि चाहिँ घरैमा बसेको छ र रिपोर्ट पोजिटिभ आएकोहरूले आफ्नो व्यवसाय सञ्चालन गरेको छ। र अहिले हामीले जहाँ जुन क्षेत्रमा अलि देखेको छ, जस्तै हिजो हाम्रो 2 नम्बर वडा कार्यालयको भयो, अस्ति हामीले 4 नम्बरको गऱ्यौँ, त्यस्तै गरी हामीले त्रिभुवन गऱ्यौँ। बेला बखतमा हामीले दक्षिणकाली नगरपालिकाले केही दिन बिराएर अहिले यो सङ्क्रमितको सङ्ख्या अलिकति बढ्दो भएको कारणले गर्दाखेरि PCR चेक जाँचको कामलाई पनि तीव्र बनाएको छौँ। र विद्यालयहरूमा पनि अहिले सञ्चालनको अवस्था छ। त्यसमा पनि विद्यालयमा हामी मास्क, सेनिटाइजर अनि टाढाको सरहरू आएर चाहिँ आउँदाखेरि हामीले उहाँहरूको चेक जाँच गराएर नजिकको चाहिँ सर मिसहरूसँगबाट चाहिँ हामीले पठन पाठनको कार्यहरू सुरु गरेका छौँ। त्यसमा पनि हामीले चाहिँ टाइम मिलाएर, पिरियड मिलाएर, फुलफिल होइन
तर तपाईँको चाहिँ बिहान 10 बजे आउँदा 2 बजे त्यस्तै चाहिँ मिलाएर हामीले क्लासहरू पनि सञ्चालन गरेको छौँ। आफ्नो बन्द व्यवसायहरू पनि चाहिँ सञ्चालन भएको छ। तर उपत्यकामा जति चाहिँ भएको हिसाबमा गइरहेको अवस्था छ त्यो किसिमको दक्षिणकाली नगरपालिकामा छैन। जे जति देखिएका छन् उहाँहरूको पनि निकोको सङ्ख्या पनि हुँदै गएको छ र त्यस छैन। तर जनप्रतिनिधि र चाहिँ कर्मचारीहरूको हकमा यहाँले एउटा जिज्ञासा राख्नु हो। हामी जनप्रतिनिधि र कर्मचारीहरू चाहिँ सबैसँग टच हुनुपर्ने भएको कारणले गर्दाखेरि दक्षिणकाली नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूको पनि पिसिआर जाँच गराउने काम सिद्ध्याएर जो साथीहरूसँग देखेको छ उहाँहरूको लगभग निको पनि भइसकेको अवस्था छ। केही साथीहरू होम आइसोलेसनमा हुनुहुन्छ र जाँचिएर चाहिँ पोजिटिभ देखिएकाहरू को चाहिँ जाँचिएर यसको रोग नदेखेकोहरूले आफ्नो काम थाल्दैछन्। जाँचले पनि 2-4 पटक चाहिँ जाँच्ने कामहरू पनि भइसकेको अवस्था छ। हजुर अनि अहिले यहाँले भन्नुभयो स्कुलहरू खुलेको अवस्था भन्नुभयो। त्यो स्कुल खुल्दाखेरि अब बच्चाहरूलाई त्यो स्वास्थ्य विधि सम्बन्धी त थाहा होला नि है? हजुर त्यसमा हाम्रो चाहिँ स्वास्थ्य चौकीसँग स्वास्थ्य शाखासँग स्वयंसेविकाहरूसँग र चाहिँ सरहरू हेड सरहरू र चाहिँ क्लास टिचरहरूलाई पनि नगरपालिकाले आफ्नो चाहिँ विभागहरूलाई अनि विद्यार्थीहरूलाई स्वास्थ्यको अवस्था सचेत गराएर मात्रै क्लास लिने अवस्था भएको र स्वास्थ्य सामग्रीहरू पनि पठाइरहेको र सजग भएर पनि काम गरेको जुन चाहिँ मेरो वडामा दक्षिणकाली नगरपालिका वडा नम्बर एउटा फ्री मन्त्रेश्वरी छ, सेतीदेवी माई छ, जसमा 65 जना बालबालिकाहरूले चाहिँ पठन पाठन गर्ने बिहानको हामीले 2 सिफ्ट चलाएको छौँ। त्यसमा बिहान 8 बजेबाट 11 बजेको एउटा चाहिँ ग्रुप र 11 बजेदेखि चाहिँ 3 बजेको एउटा ग्रुप छ। तर अभिभावकहरूसँग पनि चाहिँ के जाँच गर्ने, मास्क लगाउने, उहाँहरूसँग पनि गर्ने त्यो किसिमले पनि तयारी गरेको छ। सबै विद्यालयमा सजग भएर आफ्नो कक्षाहरू पनि सुरु गरिरहेको अवस्था छ हजुर, स्वास्थ्यसँग समन्वय गरेर। हजुर अनि अहिले दक्षिणकाली नगरपालिकामा पिसिआर टेस्ट चाहिँ के निःशुल्क गर्नु भएको छ कि अब पैसा लिएर यो सशुल्क? हजुर पिसिआर टेस्टको सम्बन्धमा नेपाल सरकारले पहिला फ्रीमा पिसिआर टेस्ट गर्ने कुरा भयो। पछि सकिँदैन शुल्क लिएर चाहिँ काम गर्नुपर्छ भन्ने कुरो आयो। पछि हामीले त्यस्तो भनेको होइन, हामीले चाहिँ सक्नेको लागि पैसा तिर्नुपर्छ, नसक्नेको लागि चाहिँ विपन्न वर्गलाई चाहिँ हामीले फ्री चाहिँ पिसिआर जाँच गराउँछौँ भनेर नेपाल सरकारबाट चाहिँ त्यो किसिमको चाहिँ अवस्था आयो। आइसकेपछि हामी नगर कार्यपालिका जनप्रतिनिधिहरू आदरणीय मेयर साहब र स्वास्थ्य शाखा सबै चाहिँ कार्यपालिका बसेर अब हामी बाँचे भने मात्रै त्यो सबै कुरा हुने भएको कारणले हामी बाँच्यौँ भने मात्रै सबैलाई स्वस्थ बनाउन सक्यो भने मात्रै विकास निर्माणको कुरा हुन सक्ने भएकोले यदि नेपाल सरकारले फ्रीमा पिसिआर जाँच गर्नुहुन्छ भने त्यसमा हामीले सक्दो के गर्न सकिने हो, हाम्रो आफ्नो चाहिँ पहल कदमी गर्ने। यदि नेपाल सरकारले सकिँदैन भने नगर कार्यपालिकालाई आफू खुसी चेक जाँच गर्ने खालको अनुमति दिनु पर्यो भनेर हामीले चाहिँ नेपाल सरकारसँग अनुरोध गऱ्यौँ। अनुरोध गर्दाखेरि एउटा विधि र पद्धतिमा चाहिँ अब यहाँ चाहिँ कुन चाहिँ हस्पिटलले जाँच्ने, कुन कम्पनीले जाँच्ने, कुन चाहिँ टिमले जाँच्ने, के छ कसो छ, उहाँको चाहिँ तपाईँको परिपक्व कानुनी कागजपत्रहरू के छ भन्ने हिसाबमा हामीले सूचना प्रकाशित गर्दाखेरि केही हस्पिटलसँग हाम्रो चाहिँ समन्वय भयो र हामी नगरपालिकाले हामीले चाहिँ यो आम नगरवासीहरूको स्वास्थ्यको चाहिँ सुरक्षालाई ध्यानमा राखेर हाम्रो कोरोना कोषको रकमबाट खर्च गर्ने गरी हामी नगरपालिकाले हामीले स्वाब सङ्कलन गर्ने, स्वास्थ्य शाखाले स्वाब सङ्कलन गर्ने, हाम्रो चाहिँ स्वास्थ्य कर्मीबाट स्वाब सङ्कलन गरेर त्यो स्वाब चाहिँ अहिले टेकुले लिन नमानेको भन्ने जानकारी भइसकेको अवस्थाले हामीले अरू हस्पिटलसँग प्रति व्यक्तिको यतिको दरले चाहिँ हामीले भनेर चाहिँ 3टा हस्पिटलसँग चाहिँ एग्रिमेन्ट गरिसकेको अवस्था भएर हामीले स्वाब सङ्कलन गरेर अब चाहिँ हामीले एक दिन बिराएर हप्ताको 2 पटक क्षेत्र ठाउँ हेरिकन भिडभाड नगरिकन 20-30 जना, पहिलो दिनमा हामीले 60 जनाको गऱ्यौँ, दोस्रो हामीले 22 जनाको गऱ्यौँ। त्यस्तै गरेर हामीले हप्ताको 2 पटक चाहिँ स्वाब सङ्कलन हामी नगरपालिकाले गर्ने। चेक जाँचको लागि चाहिँ हामीले कुन हस्पिटल छ, एउटै हस्पिटलमा दिँदाखेरि त्यो
तपाईँको रिपोर्ट चाँडै नआउने अथवा चाहिँ टाइम नभ्याउने भएर छिटो रिपोर्ट आउने र चाहिँ सहज हुने ठाउँमा चाहिँ हामीले पहल कदमी दक्षिणकाली नगरपालिकाले अगाडि सारेको छ। केही हप्तादेखि यो काम सुरु भइसकेको पनि म जानकारी गराउन चाहन्छु। हजुर, धेरै राम्रो कुरा। कोरोना अब आफ्नै कोरोना परीक्षण चाहिँ नगरपालिकाले आफ्नै स्रोत साधनबाट पिसिआर निःशुल्क टेस्ट गराइदिँदैछ होइन? अनि यो निःशुल्क टेस्ट गराउँदाखेरि अब टेको हस्पिटलले चाहिँ यहाँहरूले पठाउनु भएको स्वाब नलिएपछि अन्य हस्पिटलमा यहाँहरूले वार्ता गरेर अन्य हस्पिटलमा परीक्षण गराउने निधो भएको होइन त कुरा? हजुर। अब यो धेरै नै एकदमै राम्रो कुरा हो। नगरवासीहरूको स्वास्थ्यमा यहाँले ध्यान दिनुभएको कुरा म एकदमै सराहनीय कुरा हो। म एकदम प्रशंसा गर्न चाहन्छु खुलेर। अनि अब अरू कुरा गर्दाखेरि अब यो कोरोना त भयो बलामीज्यू, अब यसपछि विकास निर्माणको तर्फ हामी लाग्दैछौँ है त। एउटा हाम्रो एफएममा एउटा गुनासो आएको छ दक्षिणकाली नगरपालिकाकोमा धेरै धुलो उड्यो भनेर। विकास निर्माणमा अब हामी बाटोहरू बनाउनै पर्ने हुन्छ, संरचनाहरू बनाउनै पर्ने हुन्छ, बाटोमा निर्माण सामग्रीहरू राखेर धुलो उडेको गुनासो आएको छ। यसको बारेमा केही बताइदिनुहोस् न। अब यसमा के हो, यसमा कस्तो किसिमको समस्या छ भने विशेष गरी त्यो बजार क्षेत्रको समस्या रह्यो। हजुर। यसमा हामीले एउटा नीति बनाएर अगाडि बढाउने भन्ने किसिमको हाम्रो नगरपालिकामा छलफलको विषय रह्यो। हजुर। अब कसैको एउटा चाहिँ पुरानो भूकम्पले घर भत्केको छ, हजुर, कसैको चाहिँ घरको एक तला थप्नुपर्ने अवस्था छ। हजुर। र बजारमा उसको केही जग्गा चाहिँ थोरै जग्गा मात्रै 1-2 आना 3 आना मात्रै जग्गा छ। कसैको चाहिँ बजार एरिया सडकको नजिकमा चाहिँ उसको चाहिँ जग्गा छैन। अलिकति भित्रपट्टि गएर चाहिँ उसको भौतिक निर्माण गर्ने अवस्था छ। हजुर। त्यस्तो अवस्थामा साधन त्यहाँसम्म नहुने कारणले गर्दाखेरि त्यो ठाउँमा राखेर त्यसको चाहिँ निर्माण भइरहेको अवस्थाले यो चाहिँ अलिकति यात्रुहरूलाई, आम नागरिकहरूलाई अथवा चाहिँ सर्वसाधारणलाई यसले धेरै नै अप्ठ्यारो पारेको अवस्था देखिन आएको छ। हजुर। यसमा अब उहाँहरूको हाम्रो विडम्बना, तपाईँहरूले सडक चोकमा चाहिँ राखेर सामान राखेर काम नगर्नुहोस्, छुट्टै जग्गा भाडामा लिनुहोस् अथवा अन्यत्र राखेर चाहिँ काम गर्नु, यसो गर्न पाइँदैन भनेर हामीले एउटा चाहिँ सिधै उहाँहरूलाई चाहिँ अनुरोध गऱ्यौँ भने हामी जनताको प्रतिनिधि हो, उहाँहरूको मर्म र भावनासँग हामीले बगेर काम गर्न सक्यौँ भने हामी जनताको प्रतिनिधिको अनुभूति हामी गर्न सक्छौँ। तर हामी सेवक भएको अनुभूति पनि हामी गर्छौँ। तर हामीले अधिकार पायो, हामी शासक हो, हामीले भनेको कुरो चाहिँ त्यो आम जनताले मान्नुपर्छ, तुरुन्त हटाइहाल र चाहिँ तपाईँको यो के गर्यो, कहाँबाट ल्याएर के गर्यो गर्न लगाउनुहोस्, राति काम गर्नुहोस्, यो दिउँसोलाई हिँड्नुलाई अप्ठ्यारो पार्न सकेन भन्ने खालको अवस्था हामीले दक्षिणकाली नगरपालिकाको जनप्रतिनिधिले गर्न नसकेकै कुरा हो। तर अहिले हामीले एउटा चाहिँ के सोचहरू लिएको छ भने अब सार्वजनिक स्थलमा चाहिँ आफ्नो निर्माण भइरहेको सामग्री निर्माण सम्पन्नको बेलामा समेत पनि धेरै समयसम्म पनि राखिराख्न नपाइने, तर विशेष गरी दक्षिणकाली बजारभित्रको विषयमा चाहिँ जुन चाहिँ हाम्रो सङ्घीय सांसद राजेन्द्र कुमार केसीको चाहिँ पहल कदमीमा बजारभरि ढुङ्गा छाप्ने कामकाज भयो, जसमा घर प्लास्टर गर्दाखेरि, घरको चाहिँ निर्माण काम गर्दाखेरि त्यो बालुवा चाल्ने काम ड्रम पानीले गर्दा एउटा चोकमा चाहिँ मर्मत त्यही पानीको चाहिँ र चाहिँ कुनै बस्ती हुँदा त्यो बगेर तलसम्म गएर तलको बस्तीलाई पनि नोक्सान हुने भएको कुराहरूमा हामीले चाहिँ त्यो बालुवालाई चाल्न नपर्ने बालुवा पो ल्याउने हो कि त्यो बालुवा ल्याएर उहाँहरूले चाहिँ प्लास्टर गर्नुभयो, निर्माण गर्नुभयो भने त्यसको लागि चाहिँ हाम्रो नगरपालिकाले केही अनुदान दिने भन्ने हिसाबले हामीले अलिकति फन्ड कोष पनि तयार गरेको अवस्था छ। अब यो चाहिँ नीतिगत कार्यक्रमको बजेटहरूमा भौतिक पूर्वाधारको विकास निर्माणको कामहरूमा चाहिँ हामीले 90 वडामा चाहिँ हामीले नगर स्तरीय, वडा स्तरीय र यो हाम्रो चाहिँ यो सङ्घीय सरकार र प्रदेश सरकारको बजेटको काम थालिनु भएको छ। ती चाहिँ भूकम्प पुनर्निर्माणको कुराहरू भए, हिलोमुक्त गाउँको कुराहरू भए, धुलोमुक्त गाउँको कुराहरू भए, अनि त्यहाँबाट सेवामुखी कार्यक्रमहरूको विषयमा चाहिँ भर्खर हामीले नीति बनाएर अगाडि जाने कार्यक्रम भएको कारणले गर्दाखेरि त्यसमा पनि चाहिँ हामीले आफ्नो प्रक्रियाहरू अगाडि सारेको छौँ। कार्यपालिकामा हाम्रो छलफल भएको छ, कसरी चाहिँ हाम्रो गाउँलाई हराभरा, हाम्रो सहरलाई हराभरा गर्न सकिन्छ भन्ने कुरामा चाहिँ हामीले जनप्रतिनिधि र हामी कर्मचारी साथीहरू लागिरहेका छौँ। तर कति कुरो चाहिँ एउटा यहाँलाई चाहिँ नराखिकन भन्नु पर्दाखेरि
अहिले मुलुकमा यत्रो राजनीतिक परिवर्तनहरू आए, तर यो राजनीतिक परिवर्तन चाहिँ भए, तर तपाईँ हामीले हाम्रो आम नगरवासीहरू, आम मुलुकको आम नेपालीहरूको चाहिँ यो हाम्रो चाहिँ यो परिवर्तनको सोचहरू जुन कुराले हामी परिवर्तनहरू ल्यायो, राजनीतिक परिवर्तन भयो, त्यो चाहिँ चेतनाको अरू कुराको परिवर्तन चाहिँ हामीले ल्याउन सकेन। मैले गरेको कामले अरूलाई अप्ठ्यारो पर्छ, मेरो कारणले अरूलाई चाहिँ अप्ठ्यारो पर्छ, मैले धेरै दिन काम यसो राख्दाखेरि समस्या हुनसक्छ भने जुन एउटा नैतिकताको कुरो छ, अहिले मुलुकभर नैतिकताको खरिदी भएको चाहिँ अनुभव हुँदै दक्षिणकाली नगरपालिकामा पनि नैतिकताको खरिदी भएको कारणले गर्दाखेरि जिम्मेवारी साथीहरूले जिम्मेवारी ढङ्गबाट चाहिँ प्रस्तुत भइदिनलाई हामीले अनुरोध गरेको छु। अर्को एउटा विडम्बना यहाँलाई चाहिँ म यहाँलाई के राख्न चाहन्छु, हिजो गाउँ विकास समिति रहँदाखेरि त्यहाँ चाहिँ अध्यक्ष उपाध्यक्ष र एउटा वडाको 5 जना गरेर तपाईँले सरकारी जनप्रतिनिधि हुन्छ। अब एउटा गाविसलाई एउटा वडा हुँदाखेरि त्यहाँ 5 जना जनप्रतिनिधि मात्रै भएको कारणले 5 जनाले मात्रै त्यो सबैतिरको चाहिँ त्यो एउटा चाहिँ नीतिगत कुराहरूलाई चाहिँ अलिकति हल्ला खल्ला गर्ने जनचेतना दिने कामहरू चाहिँ जुन गतिमा जानुपर्ने हो त्यो गतिमा जान नसकेको पनि हो कि जस्तो अनुभूति पनि हुन्छ। र आम नगरवासीहरूमा चाहिँ अलिकति यो सार्वजनिक चिजहरूको कुरो हो, सार्वजनिक महत्त्वको कुराहरू हो, सार्वजनिक दायित्वको कुरो हो, मेरो गाउँ र चाहिँ मेरो ठाउँ र म आफूबाट सुरु गरेर राम्रो भएर म राम्रो हुन्छु, मेरो परिवार राम्रो हुन्छ, मेरो टोललाई राम्रो बनाउँछु, मेरो मठ मन्दिर गाउँ वातावरण राम्रो बनाउँछु र सबैलाई यो अभियानमा लाग्छु भने अभियन्ताहरू चाहिँ बनाउनको लागि चाहिँ अलिकति कठिनाइ भएको हो कि भन्ने चाहिँ जनप्रतिनिधिलाई पनि लागेछ। तैपनि यसलाई कसरी चाहिँ राम्रो गरेर लिएर जान सकिन्छ भन्ने कुरोमा नगर कार्यपालिकाहरू लागेको छ। यसको चाहिँ गाउँ क्षेत्र र अलिकति लामो दूरी जस्तै काठमाडौँबाट हेटौडा जाने मार्गहरू र विभिन्न चाहिँ यो 6 चक्के गाडी जानेहरूमा चाहिँ हामीले सूचनाहरू प्रकाशित गरेका छौँ। र अब अझ त झन् फेरि कस्तो रह्यो भनेदेखि चाहिँ यो विकास निर्माणको सामग्री पनि बाटैमा झारेर लानुपर्ने अवस्था भएको कारणले कठिनाइको अवस्था छ। तैपनि आम नागरिकको विरोध नहुने र अरूलाई चाहिँ हिँडडुलमा अप्ठ्यारो नहुने गरी चाहिँ हामी हिँड्नुपर्छ भन्ने चाहिँ नगरपालिका कार्यपालिका लागेको छ। हजुर, धेरै धेरै धन्यवाद। यो खुलस्त पारिदिनु भयो। यो गुनासो हाम्रो एफएममा केही पटक फोनबाट पनि आएको थियो र मेलबाट पनि हामीलाई गुनासो आएको थियो। हामीले तपाईँलाई कार्यक्रममा 1-2 पटक बोलाइसकेर तपाईँको कुराहरू हामीले श्रोतालाई राखिसकेपछिको कुरा हो। यो जिज्ञासा पुरा गरिदिनु भएकोमा म यहाँलाई धन्यवाद दिन चाहन्छु। पक्कै पनि आफ्नो कामले गर्दा अरूलाई असर नपरोस् भन्ने सोचाइका साथ गर्नुहुन म सबै नगरवासीहरूलाई पनि अनुरोध गर्दछु यही एफएमका मार्फतबाट। बलामीज्यू, अब जाँदा जाँदै म कार्यक्रममा पुनः यहाँलाई जोडिने आशा गर्दै आजको कार्यक्रमबाट यहाँसँग छुट्टिन चाहे। स्वस्थ रहनुहोला। अन्त्यमा एउटा सन्देश हाम्रा नगरवासी र हाम्रा श्रोताहरूलाई केही दिनुहुन्छ कि? अब अन्त्यमा म सम्पूर्ण नगरवासीलाई के अनुरोध गर्छु भने आदरणीय मेयर साहब र उपमेयरज्यूले नगरको बारेमा चिन्ता र चाहिँ नगरको बारेमा के कसरी चाहिँ आफ्नो चाहिँ आम समुदायहरूसँग चाहिँ भिजेर जान सकिन्छ भनेर उहाँहरूले पटक पटक चिन्ता लिनुभएको छ। यहाँको कुनै गुनासो छ, कुनै चाहिँ जिज्ञासा छ, कुनै अनुरोध छ भने मेयर साहबले हाम्रो कुरा गरेन, मेयर साहबको हाम्रो फोन उठाएन, उपमेयरज्यूले चाहिँ हामीलाई वास्ता गरेन भन्ने कुरा चाहिँ यसो हुनसक्छ। हाम्रो चाहिँ हैसियत र हाम्रो क्षमता गाडी चढेर हिँड्ने, ठुलो सभा सम्मेलनमा जाने, आफ्नो नगरवासीसँग चाहिँ समन्वय नै नगर्ने हाम्रो त्यो किसिमको नियत र ध्येय होइन। कहिलेकाहीँ व्यस्तताको कारणले फोन रिसिभ गर्न नभ्याएको हुनसक्छ। कहिलेकाहीँ भिडभाडमा चाहिँ यसो नजर यहाँहरूले चाहिँ यहाँहरूकोमा हाम्रो नजर नपुगेको हुनसक्छ। सकिन्छ भने उहाँहरूको फोन नम्बरमा चाहिँ बिहानदेखि बेलुका जतिखेर पनि उहाँहरूले फोन रिसिभ गर्नुहुन्छ, उहाँहरूले फोनबाट सुझाव दिइदिनु होला। अन्यथा फोन सम्पर्कमा उहाँहरूको भएन, सामूहिक कुरो छ, व्यक्तिगत कुराहरू कुनै के छ भने फोनबाटै कुरा गरिदिनु होला। सामूहिक कुरो छ भने बिहानबाट बेलुका चाहिँ सम्म उहाँहरूलाई भेट्नलाई सजिलै छ। आफ्नो मनमा लागेको, आफ्नो टोलमा लागेको, आफूसँग चाहिँ लागेको जिज्ञासाहरू आफ्नै मनमा, आफ्नै टिममा, आफ्नै ग्रुपमा, आफ्नै भिडमा गुम्स्याएर नराख्नु होला। एक व्यक्तिले मात्रै चाहिँ केही गर्न नसकिने र विकासमा जनताको सहभागिता बिना विकास सम्भव नहुने भएको हुँदा विकासमा भिजेरै आउनु भएको चाहिँ जनप्रतिनिधिहरू र आदरणीय मेयर साहब हुनुभएको कारणले गर्दाखेरि कुनै पनि बेला उहाँलाई चाहिँ भेटेर आफ्नो चाहिँ गुनासो, आफ्नो चाहिँ सुझावहरू राखिदिनु हुन र सुझाव राख्दाखेरि समस्या मात्रै होइन, त्यसलाई चाहिँ समाधानको बाटो सहित राखेर यहाँलाई सुझाव दिनको लागि म अनुरोध गर्दै यदि त्यो सुनवाई कुरो चाहिँ यहाँ उहाँहरूबाट आदरणीय मेयर साहब
उपमेयरज्यूबाट चाहिँ हुन सकिएन भने नगरको प्रवक्ताको हैसियतले तर सत्ता जनप्रतिनिधि अगुवा जनप्रतिनिधिको हैसियतले मसँग पनि अनुरोध गर्यो भने हामी मिलेर यो ठाउँलाई चाहिँ पवित्र र चाहिँ एउटा चाहिँ सभ्य नगर बनाउनु पर्ने भएको कारणले त्यस्तो कुराहरू सम्पूर्णलाई त्यो किसिमले लाग्न पनि म यहाँहरूलाई अनुरोध गर्दै र अन्यत्र कुराहरूमा यस्तो यहाँहरूको जस्तो सञ्चार माध्यमहरूसँग पनि सूचनाहरू राखेर त्यो ठाउँलाई पवित्र बनाउन लागि चाहिँ यहाँहरूलाई चाहिँ सम्पूर्ण नगरवासीलाई म अनुरोध गर्छु। हजुर धन्यवाद। हजुर धन्यवाद हजुर। भविष्यमा पुनः भेट्ने आशा गर्दै स्वस्थ रहनुहोला भनी म यहाँसँग छुट्टिन चाहेँ। हामी सबैजना स्वस्थ रहौँ। हामी बाँचे मात्रै संसार देखिन पाउने भएको कारणले गर्दाखेरि स्वस्थ हुनु जरुरी छ। सबैलाई म यो अनुरोध पनि गर्छु। धन्यवाद, नमस्कार। हजुर धन्यवाद। उहाँ हुनुहुन्थ्यो अमृका बलामी, दक्षिणकाली नगरपालिकाका प्रवक्ता पनि हुनुहुन्थ्यो र आज हामीले उहाँसँग नगरपालिकाको वस्तुस्थिति र कोरोनाको सङ्क्रमणको बारेमा केही कुराकानी गऱ्यौँ। आजको कार्यक्रमबाट युनिक साक्य र शङ्कर थापालाई आज्ञा दिनुहोस्। नेवा एफएम सुन्दै गर्नुहोला। अब यस अगाडि हामी रेडियो शिक्षा कार्यक्रम प्रस्तुत गर्नेछौँ। नमस्ते, शुभया।